साथीहरू आज चाहिँ हाम्रोमा पूजा छ मतलब हाम्रो आमैको चाहिँ हाम्रो आमै चाहिँ साधु हो र साधु मेलोबाट चाहिँ सालमा एकपल्ट गुरु भण्डारा लगाउनु पर्छ र यहाँ चाहिँ आमैको साथीहरू आइपुगिसक्नु भएको छ। यहाँ छ फुलहरू होइन र यहाँ हुनुहुन्छ हाम्रो माइला भन्दा अनि यहाँ हुनुहुन्छ हाम्रो आमैको साथी आमै अन्त हाम्रो आमै चाहिँ म देखाउँदैछु। यहाँ हेर्न सक्नुहुन्छ मेरो आमै चाहिँ एकदमै बुढी भइसक्नु भएको छ साथीहरू र यहाँ चाहिँ पूजाको कार्यक्रम सुरु भइसकेछ हो। हाम्रो चाहिँ गुरु भण्डारामा चाहिँ यसरी खानापिना गराउनु पर्छ नि त माताहरूलाई र यहाँ चाहिँ टमाटरको टकको लागि टमाटर कटिङ हुँदैछ। कुकमा चाहिँ मेरो सानो बाबा हुनुहुन्छ, यहाँ सब्जी बनाउनु हुँदैछ। हो खै यो चाहिँ के हो सानो बाबा? सब्जीको तयारी। यहाँ आलु उसिन्नु हुँदै रहेछ हो, आलु तरुलहरू उसिन्नु हुँदैछ। यहाँनिर छ पिठो। यो पिठो चाहिँ मेरो बहिनीले एकदमै छिटो छिटो रोटी हाल्थी, तर मेरो बहिनी त अहिले केरलामा छ र हामी सबैले मेरो बहिनीलाई पुरा मिस गर्दैछौँ। यहाँ हुनुहुन्छ मेरो सानो मम्मी हो, सानो मम्मी पुरा बिजी हुनुहुन्छ अन्त देखिहाल्नु भयो होला होइन। अहिले चाहिँ भर्खर तयारी हुँदैछ हो। हुन्छ त साथीहरू अहिलेको लागि यति नै हो। फेरि भेटौँ अर्को भिडियोमा, हेर्दै गर्नुहोस् होला हाम्रो भिडियोमा बनिरहेको। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो। बाई बाई, लभ यू।